2 दिनमा सत्ता समाप्त बनाइदियो। तर 2 महिनामै फेरि प्रतिक्रान्ति भइसक्यो जस्तो पनि अनुभूति हुँदैछ। आज सबभन्दा ठुल्ठुलो पार्टीको 3टा केन्द्रबाट प्रतिक्रान्तिको तपाईँको चाहिँ आवाजहरू प्रतिध्वनित हुन थालेको छ। सिङ्गापुरमै गएर भए पनि एकजनाले काङ्ग्रेस चलाउँदैछ होइन, यतापट्टि जाँदाखेरि गुन्डुमा बसेर अर्को तपाईँको कम्युनिस्टको धुरीबाट निरन्तर धम्की छ। यो आन्दोलनलाई विद्रुप बनाउने, यो विद्रोहलाई अझ अपराधीकरण बनाउने कोसिस भइराखेको छ। जेन्जी विद्रोहको मूल मर्म भनेको तिम्रो रूपान्तरण हो। तिमीहरूले रूपान्तरण सहित पुस्तान्तरण गर, लोकतान्त्रिकरण गर दलहरूलाई भनेर तपाईँको चाहिँ दिएको सन्देशको उल्टो बदला 1 नम्बरदेखि नम्बरिङ सिस्टम तपाईँको चाहिँ 70 वर्ष नागेका अग्रजहरू अर्थात् वृद्धाहरू एउटा वृद्धा आश्रम जस्तो बनाएर जुन प्रकारको तपाईँको चाहिँ यो आन्दोलनमाथि धावा बोलिराखेको छ, त्यो 3वटा प्रवृत्ति नै यो जेन्जी विद्रोह र बलिदानको ठिक विपरीत छ। त्यो प्रतिक्रान्तिकारी कोणबाट अग्रसर भइराखेको छ जस्तो मलाई लाग्छ।